यहाँ अब देख्न सक्नुहुन्छ, यहाँ अब म्याडीमा गएको 5 दिन बसेको टेन्सनले हुन्छु कि हुन्न भनेर रात दिन पुरा सुत्दै नसुत्ने के। यो मेरो साथी हो, एकदम मेरो बेस्ट फ्रेन्ड। यहाँ हेर्नुहोस् 5 दिनको निद्रा हो, थाकेको हाँगाले सुतिरहेछ। देख्न सक्नुहुन्छ यहाँ मेरो घर आएर बहुत टेन्सनमा छु, बिहे गर्न छ भनेर। म्याडी भएन भने त जिन्दगी बर्बाद हुन्छ जस्तो छ। अब बेरोजगारी जिन्दगी के यताउता भए पनि अलि हुन्छ भनेर, ज्ञान पनि हुन्छ, पैसा नि हुन्छ, देशको सेवा नि हुन्छ। पैसा त लिन मन छैन, त्यही पनि अब सरकारले दिइरहेछ। अब मेहनत लाग्छ, 5,000 खर्च गर्थ्यो 5 दिनमा, अनि के गर्नु यताउता। त्यही भएर 5 दिनको निद्रा हो। हेर्नुहोस्, देख्न सक्नुहुन्छ एकदमै स्वर्गैमा पुगेछ यो मान्छे। थाकेको हाँगा चाहिँ हेर्नुहोस्, मोबाइल फालेर सुत्दैछ। के गर्नु, गरिबी जिन्दगी भन्छ, मोबाइल पनि यस्तो भइसकेको छ। अब म्यादीमा पायो भने यसो मोबाइल हानिदिने, आफ्नो लागि आवश्यकता पर्ने सामानहरू किन्ने सक्ने पैसा ल्याएको। त्यही भएर म्यादीमा गर्छु भनिरहेको थियो। हेर्नु न, सुत्दैछ पुरै। मेरो बेस्ट फ्रेन्ड हो। यहाँ चाहिँ मेरो भाइ हाँसिरहेछ। हाम्रो घर आएको चाहिँ हेर्नु बहुत भाइरल यही हो, थाकेको राँगाले सुतिरहेछ। के गर्नुहोस्, बिचरा सुतोस् भनेर म केही भनेको छैन। अब त्यही हो, भात खाने टाइम नि भयो, अब मासु भात पकाएर राखिदिन्छु, बिचरा खाओस् भनेर। बेस्ट फ्रेन्ड हो नि, गर्नु पऱ्यो नि साथीको लागि यति। त्यही भएर सुताइ। हेर्नुहोस् के भन्थ्यो आज बहुत खुसी छु म। भन्साठी घर जग्गा माग्छस् भने घर जग्गा पनि दिन सक्छु, नाम पास गराइदिन्छु आजै भनिरहेको। होस् यार साथी, कहिले यसै हो, रमाइलो गर्नुपर्छ। खुसीको बेला साथीभाइहरू चाहिन्छ। खुसीमा यस्तो जग्गा सग्गा दिने काम नगर भनेको होइन। त्यही पनि लैजा भनेर। होस्, के काम र अरूको जग्गा। मेहनतले गरे पो बल्ल हो, आफ्नो पैसा बल्ल मजा आउँछ। केही गरे नि दानमा दिएको दिने थिए। त्यो मान्छेहरू पनि सोध्छन् अरे, आफूले पनि आत्माले भन्छ हे अरूको सम्पत्ति। त्यही भएर यही हो, अब यति नै हो अब यसको सुताइ। र अन्यथा नसुत्नुलाई यो अब हल्का खुसीको ठेगानै छैन कि बहुत खुसी छ। त्यही भएर एकदम 5 दिनको निद्रा हो, 5 दिन। अन्यथा नसोच्नु होला।